सम्पूर्णमा नमस्कार। आज यहाँहरू सामु म एउटा साना कुराहरू सेयर गर्न लागिरहेको छु, जुन मेरो नितान्त विचार पनि हो। त्यो भनेको अहिले नेपालमा विभिन्न वादहरूको बिचमा विभिन्न वादहरू च्याउ उम्रे जस्तो गरेर नेपालमा उम्रिरहेको छ। विशेष गरी 46 साल भनेर विभिन्न वादहरू, ती वादहरूले कुनै पनि वादहरूले नेपालको हित गर्न नसकेको अवस्था, अनि हित गर्न नसक्नु भनेको एकातिर हुँदाहुँदै फेरि पटक पटक त्यही वादलाई चाहिँ रिपिटेड रूपमा दोहोऱ्याई त्यही कुराहरू अहिले राजनीतिक नेतृत्वहरूबाट, राजनीतिक पार्टीहरूबाट ती किसिमको कुराहरू गरिरहेको एक किसिमको अवस्थाहरू नेपालमा विद्यमान छ। र कुनै पनि वादहरूले नेपालको हित गर्न सकेको देखिँदैन, गरेको पनि छैन, जनताले त्यो पाएका पनि छैनन्। सबै वादहरू नेपालमा असफल छन्। सबै वादहरू केवल के भने देखाउनको लागि, एउटा प्रचारको लागि, प्रचारबाजीको लागि, पपुलारिटीको लागि, लोकप्रियताको लागि, जनमतलाई चाहिँ आफ्नो पक्षमा तान्नको लागि विभिन्न वादहरू नेपालमा जन्म भयो। विशेष त 46 पछि, 2046 पछि। यद्यपि 46 भन्दा अगाडि पनि ती वादहरूको जन्म भएको हो। 46 भन्दा अगाडि जन्म भएको हो केही वादहरू, तर पछि 46 पछि विभिन्न नामका वादहरू नेपालमा भए। किनभने डेमोक्रेसीको नाममा, प्रजातन्त्रको नाममा विभिन्न वादहरू ओकल्ने काम भयो। त्यो भनेको केवल जनमानसलाई उल्लु बनाउने काम होइन। ती वाद भनेको के त? ती वादहरूले चाहिँ नेपालको हित गर्यो होला त? पक्कै पनि गरेन। हामीले देखेका छैनौँ। कुनै पनि वादले अहिलेसम्म नेपालको हित गरेको भनेको देखिएको छैन। देशमा अशान्ति भयो, देशमा विभिन्न किसिमको कुराहरू भए, देश एउटा गृहयुद्धको अवस्थामा पुग्यो होइन। त्यसलाई एउटा वादहरू दिए, विभिन्न वादको नाममा त्यसको देश एउटा अस्तव्यस्तको स्थितिमा पुग्यो। अनि कुनै पनि वादले त्यसले चाहिँ देशको हित गर्न सकेन। र यसमा चाहिँ त्यो देशको हित गर्न नसक्ने त्यो वादहरू मध्येमा चाहिँ विशेष गरी नेपाली कङ्ग्रेसले भन्ने गरेको समाजवाद, कम्युनिस्टहरूले भन्ने गरेका साम्यवाद, समाजवाद, अथवा त्यस्तै किसिमको, अथवा नेपाली काङ्ग्रेसले भन्ने गरेको उदारवाद होइन, अथवा गैर कम्युनिस्टहरूले भन्ने गरेका, नेपाली काङ्ग्रेस नभनौँ, गैर कम्युनिस्टहरूले भन्ने गरेका उदारवादहरू, कतिपय यस्ता वादहरू आए जसले नेपाललाई केही गर्न सकेन, केही पनि गरेनन्। व्यक्ति मोटाए, कतिपय कुराहरू भए, देशका उद्योग धन्दाहरू धराशायी भए, कल कारखानाहरू स्वाहा भए होइन। मात्र के भनियो भने डेमोक्रेसी आयो, पञ्चायती व्यवस्था ढल्यो, उपलब्धि त्यसैमा ठानियो। तर यतातिर देशका नदीनालाहरू विदेशीसँग सम्झौता गर्दाखेरि गलेर झुकेर सम्झौता गरेका कुराहरू, समर्पण गरेका कुराहरू, अनि नदीनालाहरूलाई चाहिँ के अरे देशका कल कारखानाहरूलाई पौडीको भावमा विदेशीलाई के अरे पुँजीपति वर्गलाई सुम्पेका कुराहरू। अनि यद्यपि अहिलेसम्म पनि सरकारी उद्योगहरू, कतिपय उद्योगहरू यस्ता छन्, ती उद्योगहरू वरिपरिको उद्योगहरूबाट चाहिँ अहिले यिनीहरू तगारो बनिरहेका छन् अथवा मारमा परिरहेका छन्। त्यो भनेको विभिन्न वादकै कारणले त्यस्तो किसिमको हुनुभएको। कसैले पनि देशको हित गर्ने कुराहरू गरेनन्, कसैले पनि देशको बारेमा सोचेनन्। यसै बिचमा म एउटा सामान्य नागरिक र मैले पनि कुनै प्रोपागेन्डाको लागि, कुनै त्यस्तो किसिमको प्रचारबाजीको लागि, अथवा कुनै त्यस्तो किसिमको लोकप्रियताको लागि, अथवा राजनीतिमा पस्छु भनेर, अथवा राजनीति गर्छु भनेर, अथवा कसैको लागि यस्तो किसिमको भयो भनेर चर्चामा आउनको लागि त्यो होइन कि मेरो हृदयभित्री अन्तर्मनबाट मैले चाहिँ नेपालवाद भन्ने कुरा गर्दैछु। मेरो फेसबुक पेजहरूमा पनि सायद त्यो कुराहरू छ। प्रायः मेरो पोस्टहरूको अन्तिमतिर मैले नेपालवाद भनेर भनेको छु। नेपालवाद भनेको चाहिँ के हो त भन्ने कुरा आउन सक्छ, क्वेसनहरू हुन सक्छन्, प्रश्नहरू आउन सक्छ। हामीले बुझ्छौँ कि सर्वसाधारण मान्छे जो कोहीले पनि बुझ्न सक्छन् कि यो सरल हो। नेपालवाद भनेको केवल नेपाल भनेको नेपालीहरूको लागि मात्रै हो, नेपालीहरूको मात्रै हो।
होइन। नेपाल भनेको नेपालीहरूको हो, त्योभन्दा बाहेकका अरूको होइन। अरूले आएर यहाँ व्यापार गर्न सक्छन्, होइन, कतिपय कुराहरू गर्न सक्छन्, लगानी गर्न सक्छन्, उद्योग खोल्न सक्छन्, कतिपय कुराहरू गर्न सक्छन् विदेशीहरूले चाहिँ, होइन, त्यो गर्न सक्छन्। तर यसको अर्थ चाहिँ नेपालमा आयो भन्दैमा, उद्योग खोल्यो भन्दैमा यहीँको नागरिकता लिनुपर्छ, यहीँ रमाउनुपर्छ, यहीँको गर्नुपर्छ भन्ने कुरामा म कदापि पनि त्यो कुरामा सहमत छैन। नेपाल भनेको बिल्कुल नेपालीको हो, नेपालीहरूको हो नेपाल भनेको, होइन। र नेपालमा चाहिँ अहिले विभिन्न किसिमका नागरिकहरू, गैर नेपालीहरू चाहिँ नेपालमा एउटा आफूलाई चाहिँ नागरिकको रूपमा स्थापित गराइरहेका छन्। त्यो हो उनीहरूले चाहिँ विभिन्न माध्यमबाट नेपाली नागरिकता लिएर, नेपालको मौजुदा कानुनलाई चाहिँ प्रयोग गरेर नागरिकता लिएर नेपालको नागरिक भएर बसेका छन् र अर्को देशको पनि नागरिक छन्, दोहोरो नागरिकता छन्। विदेशीहरू आएर नेपालमा बसेर नेपालको नागरिकता लिँदै अनि त्यो सम्बन्धित देशबाट, जुन देशबाट आएको त्यहाँको नागरिकता कायम गर्दै अनि यहाँ त्यो किसिमले बसेको अवस्थाहरू छ। त्यस्ता मान्छेहरू लाखौँको सङ्ख्यामा नेपालमा छन्। अनि उतातिर चाहिँ नेपालीहरू, जो नेपालीहरू वंशजका नेपालीहरू हुनुहुन्छ, नेपालमै जन्मिएको नेपाली वंशजका नेपालको नागरिकहरूको चाहिँ रगतमै डिएनए भएको, नेपाली डिएनए भएको, नेपालीपन भएको अथवा नेपालमा जन्मिएको नेपाली रगत, त्यस्ता व्यक्तिहरू विभिन्न कामको सिलसिलामा अहिले विदेशमा छन्। र ती उनीहरूले पठाएको पैसाबाट अहिले देश चलिरहेको छ, रेमिटेन्स भन्छौँ हामी, त्यसले देश चलिरहेको छ। अहिले कुरो के भइदियो भन्दाखेरि अहिलेको नयाँ सरकार मात्रै, नयाँ उदाएको नयाँ पार्टी वा सरकारलाई मात्रै दोष नदिउँ, पुराना दलहरू जसले नेपालीहरूलाई, जो विदेशमा बस्ने नेपालीहरू हो, ती नेपालीहरूको लागि उनीहरूको वंशजको नागरिकता नेपालमा कायम गर्नको लागि, नेपालमा कायम राखिरहनको लागि एउटा एक पल पनि उहाँहरूले चाहिँ पहल गरेको देखिँदैन। यद्यपि नेताका छोराछोरीहरू, कर्मचारीका छोराछोरीहरू अनि त्यस्तै गरी अन्य नागरिकका छोराछोरीहरू विभिन्न अध्ययनको सिलसिलामा अहिले विदेशमा छन्। छोराछोरी मात्र नभन्, नेपालीहरू त्यसरी विदेशमा छन् र उहाँहरू वंशजको नागरिक हुनुहुन्छ। अरू प्रकारको नागरिकता उहाँहरूसँग होइन कि वंशजको नागरिकता भएका त्यस्ता व्यक्तिहरू विदेशमा हुनुहुन्छ र उहाँहरूको चाहिँ नेपालमा भनेको जहिले पनि उहाँहरूको हक अधिकार जहिले पनि स्थापित हुनुपर्छ भन्ने कुरा हो। तर यदा कदा यहाँ के भइरहेको देखिन्छ भन्दाखेरि यतिसम्म बदमासी, यतिसम्म राष्ट्रघात, यतिसम्म जनघात भइरहेको छ कि नेपालमा भएको जो वंशजको नागरिक हो उनीहरूलाई विदेशमै रोकिराख्ने, नेपालमा आउन नदिने, अनि नेपालको विशेष गरी छिमेकी देशहरूबाट नेपालमा ल्याएर नागरिकहरूलाई विभिन्न किसिमको नागरिकता, विद्यमान नागरिकता ऐनमा संशोधन गरेर, मौजुदा कानुनहरूमा फेरेर, खुकुलो बनाएर, होइन, अनि उनीहरूलाई चाहिँ नेपालमा प्रवेश गराउने र नेपालका सबै क्षेत्रहरूमा उहाँहरूको कब्जा गराउने जुन रणनीतिका साथ जुनसुकै दलले पनि जुन काम गरिरहेको छ, त्यो पक्कै पनि कुनै पनि वादसँग, कुनै पनि वादको चाहिँ खिलाफमा हो। जति वादहरू गरिएका छन् त्यसको खिलाफमा हो। र नेपालवादले के भन्छ भन्दाखेरि, नेपालवादले भनेको नेपालीहरू विश्वका जहाँसुकै रहेका हुन्, आखिर उहाँहरूले पठाएको, उहाँहरूको योगदान भनेको उहाँहरूको माया, ममता, एउटा अलिकति उहाँहरूको चाहिँ बाध्यताको कारणले उहाँहरू विदेश जानुभयो र उहाँहरूको माया, ममता, कतिपय कुराहरू नेपाल, कतिपय उहाँहरूको चाहिँ झल्को, उहाँहरूको दिनदिनीको सम्झना त देशप्रति छ नि, माटोप्रति छ नि त, होइन। चाहे जुनसुकै पृष्ठभूमिबाट भए पनि, होइन, जुनसुकै पोलिटिकल राजनीतिक व्यक्तिका राजनीतिक सिद्धान्त मान्नेका सन्तान भए पनि आखिरमा उनीहरूलाई मातृभूमिप्रति त माया छ नि। र त्यस्तो कुराहरूलाई चाहिँ अहिले अब कसको चाहिँ अब त्यो दबावमा परेर हो कि अथवा कसैको स्वार्थमा परेर भन्ने कि के हो कि कुनै पनि दलहरूले नेपालीहरूलाई दोहोरो नागरिकता, वंशजका नेपालीहरूलाई दोहोरो नागरिकता र विदेशमा पनि बस, काम गर,
पढ, अध्ययन गर, सकेसम्म त्यो अध्ययन गरेका सिपहरूलाई नेपालमा लिएर आऊ, नेपालको विकासमा लगाऊ, राष्ट्रलाई योगदान गर। राष्ट्रलाई योगदान गर्न खोज्छौ भने हामी यो किसिमका प्रावधानहरू व्यवस्था मिलाइदिन्छौँ। तपाईँहरू आउनुपर्छ, देशमा गर्नुपर्छ। त्यहाँ कति तलब खानुहुन्छ त्यतिकै बराबरको एक्सपर्ट त्यस्ता किसिमका म्यान पावरहरूलाई हामी नेपालमै त्यस्तो किसिमको त्यति नभए पनि कमसेकम त्योभन्दा कममा चाहिँ हामी यहाँ रोजगारको व्यवस्था गर्छौँ। तपाईँहरू देशमै फर्किनुपर्छ भनेर कुनै पनि दलहरूले अहिलेसम्म भनेको अवस्था छैन। सबै किसिमका वादहरू नेपालमा फेल खायो। नेपालवादले के भन्छ भन्दाखेरि नेपाल भनेको वीर पुर्खाहरूले आर्जेको देश हो। भक्ति थापा, अमरसिंह थापा, वीरबलभद्र कुँवर, पृथ्वीनारायण शाह, भीमसेन थापा, यस्ता कतिपय त्यस्ता किसिमका हाम्रा वीरहरूको हामी सन्तान हौँ। र आज हामीले हाम्रो देश भनेको हाम्रो मुठीमा रहनुपर्छ। हाम्रा जमिनहरू, हाम्रा बस्तीहरू हाम्रै कब्जामा हुनुपर्छ। बाहिरी मान्छेले आएर यहाँ भर्ने भन्ने कुरा हुँदैन भन्ने कुरा चाहिँ नेपालवादले भन्छ। नेपालवादले अर्को कुरा के भन्छ त भन्दाखेरि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा गर्छ। देशका सरकारी उद्योगहरू बच्नुपर्छ भन्ने कुरा गर्छ। निजी उद्योगलाई त्यति प्रायोरिटी दिँदैन। निजी उद्योग पनि नेपाली वंशजका नागरिकबाट निजी उद्योगहरू जो चाहिँ पुस्तौँ पुस्तादेखि नेपाली भएर बसेका छन्, नेपालका वंशज हुन् हैन, त्यस्ता व्यक्तिहरूको हातमा चाहिँ नेपालको पुँजीहरू आउनुपर्छ, उहाँले लगानी गर्न पाउनुपर्छ भन्ने कुरा हो। अहिले त्यस्तो देखिँदैन। पैसाको प्रभावको भरमा जो कोही पनि नेपाली बनिन्छ अनि उनले त्यस्ता व्यक्तिहरू आएर नेपालका राजनीतिक दलहरूलाई प्रयोग गर्छ अनि नेताहरूलाई प्रयोग गर्छ। नेताहरूलाई आफ्नो पकेटको चक्लेट जस्तो बनाएर प्रयोग गर्छ र देशलाई झन् अधोगतितिर लैजाने काम भइरहेको छ। र नेपालवादले चाहिँ के भन्छ भन्दाखेरि नेपालका सारा कुराहरू, सबै कुराहरू नेपालीको हातमा हुनुपर्छ। नेपाली भनेका विदेशी हुन सक्दैनन्। चाहे जति पुस्ता विदेशमा बसुन् उनीहरू नेपाली नै हुन्। नेपाल एउटा सानो देश छ। उसले पनि आफ्नो नागरिकलाई विदेशमै रोक्न खोज्यो भने त आखिरमा नेपालमा को बस्ने त? के विदेशी मान्छेहरूले ल्याएर नेपालमा राख्ने हो र? त्यस कारणले नेपालवादले के भन्छ भन्दाखेरि अहिलेसम्मको विद्यमान मौजुदा नागरिकता सम्बन्धी कानुनहरू टोटल रूपमा खारेज गर्नुपर्छ। विदेशीको लागि नेपालमा नागरिकता लिने भन्ने कुरा चाहिँ यस्तोसम्म होस् कि उसले त्यो लिने कुरा त के उसले सोच्न पनि नसकोस्, त्यो हुनुपर्थ्यो। राजाहरूको पालामा पञ्चायती व्यवस्थामा त्यो कुरा थियो। पञ्चायती कालमा राजाहरूको पालामा अथवा विशेष गरी 2046 अगाडि नेपालमा नागरिकताको केसहरूमा एकदम स्ट्रिक्ट थियो। तर जब 46 सालपछि विदेशीको दबावमा यहाँका दलहरूले हैन जस्तो सुकै व्यक्तिहरूलाई पनि नेपालको नागरिकता दिन थाल्यो र अहिले यहाँ वंशजको नेपाली नागरिकहरू चाहिँ अल्पमतमा पर्ने अनि बाहिरियाहरूको चाहिँ यहाँ बढी मात्रामा रजगज चल्ने, त्यो किसिमको जुन परिपाटी मौलाइरहेको छ त्यो चाहिँ त्यसको अर्थ हो नेपालका हरेक वादहरू नेपालमा फेल खाइसक्यो। एउटै मात्र वादलाई हामीले अगाडि बढाउनु छ, त्यो भनेको नेपालवाद हो। नेपालवादलाई हामीले अपनाऊ। नेपालवाद भनेको एउटा मौलिकवाद हो। यो हाम्रो आफ्नै वाद हो। यसले हाम्रो राष्ट्रियताको जगेर्ना गर्ने हो। हाम्रो नेपाली वंशज नेपालीहरूको जगेर्ना गर्ने हो। वास्तविक नेपालीहरूको चाहिँ संरक्षण सम्वर्धन गर्ने हो। उहाँहरूको रोजीरोटीका कुराहरू गर्ने हो। उहाँहरूका चाहिँ जीवन जीविका कुरा गर्ने हो। मौलिक संस्कृति जोगाउने कुराहरू हो। भाषा संस्कृति जोगाउने कुरा हो। साहित्य जोगाउने कुरा हो। यी कुराहरू अहिले हामी यतिसम्म बिग्रिसकेका छौँ कि यतिसम्म हामी खतम भइसकेका छौँ नि। एकातिर समूहहरूले भनिरहेका छन् धार्मिक रूपमा हामी जुनसुकै धर्मको पनि सार भनेको के हो त? भगवानलाई पाउने, भगवानको ईश्वरको कामना अथवा प्राणी मात्रको रक्षा, प्राणी मात्रको भलाइ हो वास्तवमा धर्मको सार भनेको।
चाहे हामी हिन्दू भनौँ, चाहे मुस्लिम भनौँ, इसाई भनौँ, अथवा इस्लाम भनौँ, अथवा बुद्धिस्ट भनौँ, चाहे जेसुकै भनौँ, सबैको सार भनेको धर्मको सिद्धान्त, धर्मले दिएको कतिपय कुराहरू भनेको नराम्रा छैनन्, सबैको सार एउटै हो। तर राजनीतिले धर्मलाई यसरी लडाइदियो कि, यस्तो किसिमको गरिदियो कि धर्मको नाममा एउटै धर्म, समान धर्म मान्ने भन्ने कुनै अर्को देशसँग चाहिँ हाम्रो समान धर्म संस्कृति मिल्छ भन्दै अनि नेपालमा त्यस्ता किसिमका उसका भाषाहरू नेपालमा ल्याइदिने, मन्दिरमा भजन कीर्तनमा ती भाषाहरू प्रयोग गरिदिने, अनि चाडपर्वहरूमा सकेसम्म उनीहरूका सामानहरू बिक्री गराइदिने, एउटा प्रपञ्च गर्ने, यस्तो चलन आयो भनिदिने, यताउता गराइदिने, उनीहरूको व्यापारलाई मौलाइदिन दिने। त्यो भनेको के त भन्दाखेरि हाम्रो आँखामा छारो हालेर चाहिँ उनीहरूले चाहिँ आफ्ना भाषाहरू नेपालमा घुसाउँदैछन्। त्यो कुरा हामी नेपालीलाई बुझ्न, यो कुरा यो हजुरहरूले चाहिँ यो जुन भिडियो हेरिरहनु भएको छ यसलाई सेभ गरेर राख्नुहुन्छ भने हजुरहरूले पछि यसलाई रियलाइज गर्नुहुन्छ। यो कुराहरूमा बुझ्ने हाम्रो नेपालीहरूमा कुनै पनि त्यस्तो किसिमको हामीहरूमा अलिकति त्यो कुरालाई बुझ्नलाई चाहिँ समयमा हामी बुझ्न नसकेको यथार्थ पक्कै पनि हो। किनभने हामी त्यो कुराहरू बुझिरहेका छैनौँ। त्यस कारणले त हामी सबै कुराहरू गुमाउँदैछौँ। हाम्रा धर्म गुमाउँदैछौँ, हाम्रा मौलिक संस्कृति गुमाउँदैछौँ, हाम्रो नेपाली भाषा गुमाउँदैछौँ, संस्कृति भाषाहरूको महत्त्वलाई हामी एकदम घटाउँदैछौँ। मन्दिरमा संस्कृत भाषाहरूमा भजन कीर्तनहरू गुन्जन हुनुपर्ने ठाउँमा विदेशी भाषामा, मन्दिरहरूमा विदेशी भाषामा प्रवचन हुनु, विदेशी भाषामा भजन कीर्तनहरू गुन्जन हुनु, त्यो कहाँसम्मको चाहिँ त्योभन्दा राष्ट्रघात, त्योभन्दा बढी देशघात, त्योभन्दा बढी चाहिँ बेइमानी के हुनसक्छ। अनि यस्तो धर्म चाहियो अरे, यस्तो धर्म भएको देश बनाउनु पर्यो, त्यसरी त भनेर त हुँदैन नि। धर्ममा मन्दिरहरूमा हिन्दूको नाताले हिन्दुत्वको रक्षा गर्ने हो भने मन्दिरहरूमा पहिलो कुरा त संस्कृत भाषालाई देववाणी भन्छ, देव भाषा भन्छ। त्यो भाषा यदि त्यो भाषा भएन भने नेपाली भाषा, हाम्रो नेपाली भाषा त्यति मात्रै हो हामीले गर्ने भनेको। अरू भाषाहरू भनेको हामीले ती कुराहरूलाई हामीले प्रवेश गर्न दिनु भएन हाम्रा मन्दिरहरूमा, किनभने ती भाषाहरूले हाम्रा भाषाहरूलाई बिस्तारै ओझेलमा पारिदिन्छ। नेपालवादले यो कुरालाई पनि समेट्छ, यो कुरालाई भन्छ। मैले चाहिँ यो अभियान अगाडि बढाइरहेको छु, चाहे म एक्लै किन नहोँ, मैले यो अभियान अगाडि बढाउनेछु। यो कसैको विरोध होइन। हामीले सबै भाषाको, सबै देशको, सबै भाषाहरूको हामीले सम्मान गर्नुपर्छ, उच्च सम्मान गर्नुपर्छ। सम्मान मात्र होइन, उच्च सम्मान गर्नुपर्छ। र उच्च सम्मानको नाममा आफ्नै देशमा ल्याएर ती कुराहरू भित्र्याएर आफ्नै भाषालाई बर्बाद गर्नु भनेको चाहिँ कदापि त्यो राम्रो कुरा चाहिँ होइन। त्यो कुराहरू हामीले मनन गर्न सक्नुपर्छ। वास्तवमा नेपालवाद भनेको मात्र नेपालको हक हितको लागि, नेपाल र नेपालीको मात्र घेराभित्र, नेपाल र नेपालीको वास्तविक नेपाली होइन, जसको रगतमा नेपालीपन छ, ती नेपालीहरू र नेपाल होइन, त्यो वास्तवमा ती कुराहरू भनेको चाहिँ नेपाल र नेपालीसँग अट्याच भएका, सामिप्यता भएका वस्तुहरू नै हुन्। नेपालवाद भनेको त्यो हो होइन, मौलिकवाद हो। यो नेपालको एउटा मौलिकवाद हो। यसलाई हामीले चाहिँ संरक्षण र सम्वर्धन गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ। यो हामीले अब जस्तै विभिन्न किसिमका कुराहरू आइरहेका छन् होइन, विभिन्न किसिमका कुराहरू मान्छेहरूको आर्थिक अवस्था बढेको कारणले होला सायद कतिपय कुराहरूलाई हाम्रा नजिकका छिमेकी देशहरूका प्रभावहरू हाम्रो देशमा परिरहेका छन् र हाम्रो धर्म, संस्कृति, भाषा, मौलिक कला होइन, यस्ता मौलिक परम्पराहरूमा हाम्रो चाहिँ हस्तक्षेप भएको छ, हस्तक्षेप बढ्दै गएको छ। हस्तक्षेप भनेर कुनै पनि तरिकाले भन्दा पनि सुस्त मन्द गतिमा, स्लो पोइजन तरिकाले त्यस्तो किसिमको कुराहरूले हामीलाई खोक्रो बनाइरहेको छ। हाम्रो मौलिकवादलाई खोक्रो, हाम्रो मौलिकपनलाई खोक्रो बनाइरहेको छ। त्यस कारणले यहाँहरू समक्ष मैले चाहिँ यो नेपालवाद भनेर चाहिँ जुन कुराहरू मेरो मनमा लागेका कुराहरू नेपालवाद मार्फत राखिरहेको छु। यो कुनै मैले राजनीति गर्नको लागि अथवा कुनै चर्चामा आउनको लागि गरेको होइन। अलिकति हृदयको एउटा कुनामा देशको माटो, देशलाई चाहिँ अलिकति म त नेपाली हुँ है, मेरा पुर्खाहरूले बनाएको देश है होइन, यहाँको नेपालको एउटा सौन्दर्यता, माटोसँगको सामिप्यताको कारणले गर्दाखेरि अलिकति भावुक भएर
मैले चाहिँ यी कुराहरू गरेको हुँ र देशसँगको सामिप्यताको कारणले गर्दाखेरि यहाँको माटोसँगको सामिप्यताको कारणले गर्दाखेरि मैले कुराहरू अगाडि बढाएको हुँ। पक्कै पनि यो कुरा बेफाइदा छैन, सबैको लागि फाइदा नै हुनेछ। किनभने हामी यो कुरा नअप्नाउँदा बरु पछि हामी पछुताउनु पर्ने हुन्छ। यति कुराहरू भन्दै नेपालवादलाई अगाडि बढाउँ। यसको लागि आफ्नो तर्फबाट हजुरहरूले गर्न सक्नुहुन्छ। आफ्नो भाषा कसरी बचाउने, आफ्नो संस्कृति कसरी बचाउने, विदेशी भाषा विदेशी संस्कृतिको प्रभावलाई कसरी रोक्ने होइन भन्ने कुराहरूमा, अथवा हाम्रो मौलिकपन कसरी बचाइराख्ने, भावी पुस्तालाई कसरी हस्तान्तरण गर्ने भन्ने बारेमा सबैले सोचौँ भन्ने नै मैले यहाँहरू समक्ष राखेँ र यो कुरा हजुरहरू समक्ष मैले सेयर गरेँ। हस् त, आजलाई चाहिँ यति नै। हस्, नमस्कार।